हाम्रो इन्डियामा पनि यस्तो हालतसम्म हुन्छ भनेर सोचेको छ। एउटा इन्जिनियर एउटा मागको लागि 20 दिनसम्म बिना खानापिना खाइवरी प्रोटेस्ट गरिरहेको छ, त्यो जेएनजीको लागि, जुन चाहिँ जेएनजीलाई सरकारले कोक्रोचेस भनेको थियो होइन। अहिले फिलहाल कोक्रोच जनता पार्टी भनेर तपाईँले दिल्लीमा जन्तर मन्तरमा प्रोटेस्ट गरिरहेको देख्नु भएको छ होला। त्यहीँनिर सोनम वाङचुकले आएर प्रोटेस्टमा सामेल भएको लागि माग यो थियो कि सोनम वाङचुकको जो कि इन्डियन एजुकेसन लेभललाई राम्रो बनाउने, अनि जो पनि मतलब ठुल्ठुलो एक्जामहरूको एसएससी होस्, नीट पेपर लिक एक्जामको, त्यो सबको लागि जसले पनि लिक गरायो त्यसको सस्पेन्ड गरेर जानुपर्छ भनेर होइन। तपाईँले सबैले न्युजको थ्रुबाट त सुनिराख्नु भएको होला। त्यसको अलावा पनि जुन चाहिँ पनि प्रोटेस्ट भइरहेछ अहिले सोनम वाङचुकको लागि, त्यही पनि यति हातसम्म घिर्नु त इन्डियन गभर्मेन्टले सोचिन्छ। कमसेकम एउटा बात गरेर सोच्नु सकिन्छ, भले कोक्रोच जनता पार्टीलाई सपोर्ट नगर्नु, त्यो कोक्रोच जनता पार्टीलाई अलग्गै छोडेर एउटा सोनम वाङचुकको एउटा इन्जिनियरले एउटा यति माग गरेको त कहिले राख्न सक्नुहुन्छ। न्युज अनुसार सोसियल मिडियाको थ्रुबाट त तपाईँहरूले धेरै न्युजहरू देखिराख्नु भएको होला सोनम वाङचुकको के हालत भइरहेछ। र तर हामीले त्यो हालतको लागि, त्यो मागको लागि अघि बढाउनुको लागि हामीले पनि एउटा सानो योगदान दिन सक्छौँ, यो फर्म फिलअप गरेर। अन्यथा यो फर्म फिलअप गर्दा चाहिँ के हुन्छ भन्दाखेरि जुन चाहिँ पनि हाम्रो सोनम वाङचुकको खबर छ, माग छ सरकारसँग, त्यो खबर मागलाई बढाउनुको लागि यो फर्म फिलअप गरेर हामीले योगदान दिन सक्छौँ। जति बेसीजनाले हामीले फर्म फिलअप गरेर योगदान दियौँ उसको खबरलाई त्यति हाइलाइट भएर सरकारसँग एउटा माग, एउटा डिस्कसन गर्ने एउटा चान्स पाउनुहुन्छ सोनम वाङचुकले। यो फर्म फिलअप गर्नुको लागि चाहिँ यो भिडियो कमेन्ट सेक्सनमा गएर हेर्नु, फार्स्ट चाहिँमा एउटा लिङ्क भेट्नुहुनेछ। त्यो लिङ्कलाई दबाउने बित्तिकै तपाईँ डाइरेक्ट फर्मको ड्यासबोर्डमा पुग्नुहुनेछ। त्यहाँ गएर आफ्नो डिटेल्स हालेर त्यसलाई डन गरिदिनु, त्यति नै गरेर तपाईँले योगदान दिन सक्नुहुनेछ।